ट्राभल अन क्लिक हेर्दै बस्नुहुने सम्पूर्ण साथीहरूलाई नमस्ते अनि स्वागत छ है। मैले चाहिँ फास्ट ट्र्याक सम्बन्धी भिडियोहरू अपलोड गर्दै आइरहेको छु मेरो च्यानल ट्राभल अन क्लिकमा। म चाहिँ तपाईँलाई देखाउन गइरहेको छु आज फास्ट ट्र्याकमा के भइरहेको छ भनेर। यो स्थान देख्दै हुनुहुन्छ, यो स्थान चाहिँ दक्षिणकाली नगरपालिका वडा नम्बर 3 स्थित पहाचोक। यहीँबाट चाहिँ काम सुरु भइरहेको छ हाललाई। यो काम चाहिँ अहिले नेपाल सेनाको मातहतमा रहेर भीमेश्वर एनजेबीले गर्दैछ। अहिले यहाँ देख्दै हुनुहुन्छ यो रिटेनिङ वाल यसै गरी काम हुँदैछ। यो स्थान दक्षिणकाली नगरपालिका वडा नम्बर 7 कोपु गाउँ मुनि बैरीफाट भन्ने स्थानमा। यो स्थानमा लगभग भित्तापट्टिको वाल कम्प्लिट हुन लागिसकेको छ यो रिटेनिङ वाल, र यहाँनिर छेउपट्टि पनि अलिकति मेसनरी वाल लागेको अवस्था छ। देख्न सक्नुहुन्छ तपाईहरुले छेउपट्टिको वाल कम्प्लिट भइसकेको छैन, यसरी देख्न सक्नुहुन्छ। र यो वालहरु कम्प्लिट भएपछि बिचमा माटो फिलिङ गरेर वाल बराबर लगाएर रोडको बेस आइपुग्छ। यसै गरी अग्ला वालहरु लगाउँदैछ। यसको माथिपट्टि स्लोप प्रोटेक्सनको कार्यहरु पनि हुँदैछ। र फास्ट ट्र्याक चाहिँ नेपाली सेनाले 2083 साल चैत्र मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्ने अवस्था छ। र यो कामको हिसाबले हेर्दाखेरि चैत्र मसान्तसम्म सक्ने सम्भावना चाहिँ निकै कम छ। तपाईहरु देख्न सक्नुहुन्छ काम कसरी भइरहेको छ। यो स्थानमा यसरी स्लोप हुँदैछ। यो स्थान पनि दक्षिणकाली नगरपालिका वडा नम्बर 7 कोपु गाउँ भन्ने स्थान। यहाँनिर यसरी स्लोपको कार्य हुँदैछ। स्लोप चाहिँ कसरी गर्दो रहेछ भनेर हेर्दैछौँ। र स्लोप कटिङ गरेर ड्रिलिङ गरेर रड करिब 18 मिटर भित्र ड्रिलिङ गरेर रड हालेर यहाँ कङ्क्रिट हाल्दो रहेछ। अब यसमाथि चाहिँ अब जाली लगाएर त्यसमाथि कङ्क्रिट छ्याप्ने कुरा रहेछ। र यसरी यो मेसिनले चाहिँ देख्न सक्नुहुन्छ, यो मेसिनले चाहिँ ड्रिल गरेर वाल बनाउने कार्य गर्दो रहेछ। साथीहरु हेर्नुस्, यस्तो कार्य हुँदैछ। यो चाहिँ पहिरो नजाओस् भनेर चाहिँ यसरी स्लोप प्रोटेक्सन गर्ने काम हुन्छ। यो स्थानमा यसरी धमाधम स्लोपको काम हुँदैछ। हेर्न सक्नुहुन्छ, रडहरु पनि देख्न सक्नुहुन्छ साथीहरु तपाईहरुले। फास्ट ट्र्याक अहिले चाहिँ निकै चर्चित राष्ट्रिय गौरवको आयोजना भन्नुपर्छ। जुन बाटो बन्यो भने काठमाडौँबाट निजगढ करिब 1 घण्टाको यात्रामा सम्पन्न हुन्छ र निकै सहज पनि हुन्छ। र साथीहरु कताबाट हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। र तपाईहरुलाई देखाउँदैछु अहिले यो स्लोप कटिङ गरेको ठाउँ। यसरी स्लोप प्रोटेक्सनको कार्यहरु हुँदैछ। र यहाँ जाली हालेर यो स्लोपमा कङ्क्रिट छ्याप्ने कार्य चाहिँ भएको छैन। यसरी ड्रिलिङ गरेर होल खोपेर यसरी रडहरु हाल्ने कार्य मात्रै भइरहेको छ है। यसरी भइरहेको छ यहाँ फास्ट ट्र्याकमा यस्तै कार्य हुँदैछ। अब चाहिँ तपाईहरुलाई देखाउन जाँदैछु। यो स्लोपकै हो। यहाँबाट तल देख्न सक्नुहुन्छ फास्ट ट्र्याक। यो भुल्का फाँटमा स्लोप प्रोटेक्सन भन्दा तल यसरी वालहरु दायाँ बायाँ लगाउँदै गरेको स्थान हो यो। र यतापट्टि अगाडि एउटा खोल्सा छ। यो खोल्सामा पनि बक्स कल्भर्टको काम हुन्छ पछि, अहिले भएको छैन। र यहाँनिर चाहिँ तपाईले देख्न सक्नुहुन्छ बक्स कल्भर्टको कार्य आदि चाहिँ भएको छ। सम्पूर्ण सडकको आधी भाग बक्स कल्भर्टको काम भएको छ। र अब यसको माथि टपमा माटो फिलिङ गरेर यतापट्टि काम सुरु हुन्छ।
र यो स्थानमा यसरी फास्ट ट्र्याकले बागमतीको किनारमा यसरी वालको लागि कार्य सुचारू गर्दैछ। यो स्थान भन्नुपर्दा चाहिँ यो दक्षिणकाली नगरपालिका वडा नम्बर 8 मा पर्छ। यहाँ यसरी बागमती किनारामा काम हुँदैछ। यसरी यहाँ भित्ताकोपट्टि काम हुँदैछ। यहाँ चाहिँ स्लोप प्रोटेक्सनको काम सुरु भइसकेको छैन, यहाँ पनि स्लोपको काम हुन्छ पछि। अहिले चाहिँ बागमतीको छेउपट्टिको काम हुँदैछ है साथीहरू। यसरी हेभी इक्विपमेन्टहरू चलेर काम गर्दैछन्। यहाँनिर चाहिँ मेसिनरी वाल लगाउँछ कि प्लम वाल लगाउँछ भन्ने कुरा हो। तर वाल चाहिँ मेसिनरी वाल अथवा प्लम वालमा दुई थरीमा एक थरी हुन्छ। अहिले यसको यो सोलिङ कार्य हुँदैछ यहाँनिर। र साथीहरू, तपाईहरुलाई भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। भिडियो कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नु होला भन्न चाहन्छु। यसो गरी मेसिनहरू धमाधम काम गर्दैछ। स्क्याभेटर ट्रिपर लगायत हेभी इक्विपमेन्टहरू चल्दैछ यो स्थानमा। यो स्थानमा चाहिँ बर्खा अगावै काम सम्पन्न नभएमा चाहिँ निकै समस्या पर्नेवाला छ बागमती किनारमा चाहिँ है साथीहरू। र साथीहरू, भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।